नमस्ते सबैजनालाई। आजको यो भिडियोमा चाहिँ मैले तपाईहरुलाई कुनै पनि क्लाइन्टहरुले चाहिँ तपाईहरु कन्सल्टेन्सी मार्फत अथवा आफैले फाइलहरु रनिङ गरेर तपाईहरुले आफ्नो नक्सा पास आफै गर्छु अथवा कुनै पनि कन्सल्टेन्सी गइराख्नु भएको छ भने चाहिँ तपाईहरुले के कुरामा ध्यान दिनु पर्ने हुन्छ र दर्ता प्रक्रियामा तपाईहरुले के डकुमेन्टहरु प्रोभाइड गर्नुपर्ने हुन्छ र आफूले गर्नुपर्ने के कुराहरु हुन्छ भनेर तपाईहरुलाई एक्सप्लेन गर्नेछु। र यो भिडियो चाहिँ तपाईहरुले नक्सा पास सम्बन्धित रहेको छ र नक्सा पास गर्दाखेरि तपाईहरुले गर्दिनु पर्ने कुराहरु र कन्सल्टेन्सीहरुले के गर्नुहुन्छ यसको बारेमा पनि मैले तपाईहरुलाई एक्सप्लेन गर्नेछु। भिडियो लाइक गर्नु भन्न चाहन्छु र भिडियो तपाईहरुले 200 लाइकको टार्गेट राखेको छु मैले साथीहरु, त्यसैले 200 लाइकको टार्गेट चाहिँ कम्प्लिट गरिदिनु होला भन्दै भिडियो स्टार्ट गरौँ। र सुरुमा चाहिँ तपाईहरुले आफ्नो डकुमेन्टहरु चाहिन्छ। कस्तो डकुमेन्टहरु चाहिन्छ भनेर चाहिँ म तपाईहरुलाई देखाउन चाहन्छु। देख्न सक्नुहुन्छ क्लाइन्ट डिटेल्स लेखेको छु मैले। यतापट्टि साइडमा चाहिँ अल डकुमेन्ट्स भनेर लेखेको। तपाईहरुले चाहिँ अब जस्तै कि कुनै पनि कन्सल्टेन्सी मार्फत तपाईहरुले नक्सा पास गर्न गइराख्नु भएको छ भने तपाईहरुले दिनुपर्ने कुराहरु जस्तै कि रिक्वायरमेन्टको कुराहरु रहेको। सुरुमा चाहिँ तपाईहरुले आर्किटेक्चर ड्रइङ कम्प्लिट गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईहरुले कस्तो घर बनाउन चाहनुहुन्छ र आर्किटेक्चर ड्रइङ स्टार्टिङ गर्नुभन्दा अगाडि तपाईहरुले के प्रोभाइड गर्नुपर्ने हुन्छ भने तपाईहरुले रिसेन्ट 15 दिन भित्रमा निकालेको ब्लुप्रिन्ट प्लस रिसेन्ट नपाउनु भएको अमिनको मेजरमेन्ट। र अमिनको मेजरमेन्टमा चाहिँ तपाईहरुले के खेलकुद राख्नुपर्ने हुन्छ भने जस्तै कि चारैतिरबाट तपाईहरुको जग्गाको क्षेत्रफल लेखेको हुनुपर्ने छ, यदि फिटमा अथवा मिटरमा जुनमा लेख्दा पनि हुन्छ। र त्यसपछि बीचमा तपाईहरुले ट्रायंगल शेपमा मेजर गरेको हुनुपर्ने छ र त्यसपछि रह्यो उसको सिग्नेचर र उसको नाम, अमिनको नाम र प्लस तपाईहरुको अमिनको फोन नम्बर र टोटल जग्गा तपाईहरुको जति छ उसले नापिसकेपछि तपाईले क्षेत्रफल लेखिदिनेछ हो। त्यो पनि तपाईहरुले त्यहाँनेर क्लियरली लेखेको हुनुपर्ने छ। र त्यसपछि यदि बाटो छ तपाईहरुको जग्गामा भने बाटो को लम्बाइ चौडाइ कति छ हैन त्यो पनि तपाईहरुले छुट्याउनु पर्ने हुन्छ। र त्यति गरिसकेपछि जस्तै कि अमिनको मेजरमेन्ट लगभग त्यति नै कुराहरु इन्क्लुड गरेको हुन्छ अथवा किता नम्बरहरु पनि तपाईहरुले त्यहाँनेर लेखेको हुनुपर्ने छ, कुन ठाउँ हो त्यो पनि लेखिदिएको हुनुपर्ने छ। र त्यसपछि गएर यति नै कुराहरु लेखेको हुनुपर्ने छ। र यति कुरा तपाईहरुले त्यो अमिनको मेजरमेन्ट र ब्लुप्रिन्ट चाहिँ तपाईहरुले यो दुईटा कुरा तपाईहरु लगेपछि अनि तपाईहरुले नक्सा कस्तो बनाउन चाहनु भएको छ उहाँहरुलाई चाहिँ आर्किटेक्चर अथवा इन्जिनियरहरुलाई तपाईहरुले रिक्वायरमेन्ट कोठा कतिको, त्यसै टोयलेट बाथरुम कस्तो, त्यसपछि भित्र हाल्नु पर्ने कुराहरुको लागि त्यसमा कस्तो हाल्न सकिन्छ, 3D बनाउन चाहनुहुन्छ भने 3D कुराहरु भयो, कलरहरुको कुराहरु भयो, यो सबै कुराहरु तपाईले डिटेलली पहिला उहाँहरु क्लाइन्टहरु इन्जिनियरहरुसँग अथवा आर्किटेक्चरहरुसँग बुझेर अनि आफैले त्यही अनुसारको अलिकति अध्ययन गरेर अनि नक्सा बनाउन दिनुहुन्छ। जब तपाईले नक्सा फाइनल गर्नुहुन्छ र उहाँहरुले अब तपाईहरुको नक्सा पासको लागि चाहिँ हामी डकुमेन्ट माग्ने छौं भनेर तपाईले फोन गर्नुहुन्छ अथवा तपाईले फिजिकली भेटेर कुरा गर्नुहुन्छ। र तपाईहरुले जब डकुमेन्टहरु प्रोभाइड गरिदिनु भनेर फोन आउँछ अथवा फिजिकली ल्याइदिनुहोस् भनेर फोन आउँछ तब चाहिँ तपाईहरुलाई जस्तै कि के कुराको डकुमेन्टहरुको आवश्यकता पर्छ नक्सा दर्ता प्रक्रियामा चाहिँ भनेर म तपाईहरुलाई यो भिडियो मार्फत क्लियरली बुझाइदिनेछु। त्यसैले चाहिँ तपाईहरुले पनि भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र अहिलेसम्म भिडियोलाई लाइक गर्नुभएको छैन भने लाइक गर्नु होला। र म चाहिँ यहाँ तपाईहरुलाई अब कुन कुराहरु तपाईले कन्सल्टेन्सी अथवा इन्जिनियर अथवा आर्किटेक्चरहरुलाई प्रोभाइड गर्नुपर्ने हुन्छ नक्सा पासको लागि भनेर म यहाँ तपाईहरुले एक्सप्लेन गर्न गइरहेको छु। सुरुमा चाहिँ तपाईहरु आफू जाँदाखेरि कस्तो बनाउने के बनाउने यो कुराहरु त छँदै छ साथीहरु। सँगसँगै तपाईहरुले छोडेर आउनुपर्ने क्लाइन्टहरुको डिटेल, क्लाइन्ट नेम भयो, जो व्यक्ति हो उहाँहरुको नाम र कस्तो ड्रइङ हो जस्तै रेसिडेन्टल ड्रइङ पनि हुन सक्छ अथवा कमर्सियल ड्रइङ, त्यसैगरी अरु पनि किसिमका बिल्डिङहरु बनाउन जानु भएको छ भने पनि सेम कुराहरु रहेको छ। त्यसैगरी यहाँ ड्रइङ टाइप्स भनेर लेखेको छ। अब तपाईहरु रेसिडेन्टल हो भने रेसिडेन्टल भनेर लेखेको हुन्छ यहाँ। तपाईले प्रोभाइड गर्नुहुने क्लाइन्ट नेम हो र त्यसैगरी तपाईहरु कति नम्बर वडामा पर्छ तपाईहरुको जग्गा र त्यसपछि गएर यहाँनिर तपाईहरु कन्ट्याक्ट नम्बर प्रोभाइड गरिदिनु भयो भने अनि तपाईहरुले त्यो जब तपाईं आर्किटेक्चर ड्रइङ फाइनल गर्नुहुन्छ त्यसपछि तपाईहरुले माग्ने डकुमेन्ट भनेको चाहिँ जस्तै कि अल डकुमेन्टमा मैले हाइलाइट गरेको छु यो कुराहरु तपाईहरुले प्रोभाइड गर्नुपर्ने हुन्छ। जस्तै कि यहाँनिर मैले लेखेको छु लाल पूर्जा ओरिजिनल अर स्क्यान भनेर लेखेको छ। जस्तै कि तपाईले प्रोभाइड गर्न सक्नुहुन्छ भने ओरिजिनलै प्रोभाइड गर्नुहोस्। यदि छैन ओरिजिनल तपाईहरु कतै ब्याङ्कतिर छ भने त्यस्तो अवस्थामा चाहिँ तपाईहरुले कलर स्क्यान फोटो चाहिँ तपाईहरुले कन्सल्टेन्सीलाई प्रोभाइड गर्न सक्नुहुन्छ। र त्यसमा चाहिँ तपाईहरु यदि यसमा चाहिँ तपाईहरुले रिक्वायरमेन्टहरु हुन्छ जस्तै कि यदि तपाईहरुको ब्याङ्कतिर छ भने नो अब्जेक्सन लेटर ब्याङ्क मार्फत तपाईहरुले लिनुपर्ने हुन्छ। त्यो पनि कन्सल्टेन्सीलाई प्रोभाइड गर्नुपर्ने हुन्छ। र यदि तपाईहरुको ब्याङ्कमा छैन भने ओरिजिनल पूर्जाको तपाईहरुले लान सक्नु यो कुरा भयो। र यसैगरी तपाईहरुले यहाँ
नागरिकता भनेर लेखेको छ। अब नागरिकताको चाहिँ किन भन्ने साथीहरू इन्ट्री गर्ने टाइममा तपाईँहरूले यो डिटेलहरू हाल्नुपर्ने हुन्छ। त्यसैले यो कुराहरू सबै तपाईँहरूले त्यहाँनिर चाहिनेछ। यदि उहाँहरूले फिजिकल फाइल लानुहुन्छ भने पनि यो कुराहरू सबै चाहिनेछ। र यदि अनलाइन सिस्टम छ भने पनि यो कुराहरू सबै नै इन्ट्री गर्नुपर्ने हुन्छ। त्यसैले यो कुराहरू प्रोभाइड गर्नुपर्ने हुन्छ। अब नागरिकताको पनि त्यही हो रहेको छ साथीहरू। यो सबै मैले जुन जुन डकुमेन्ट भन्छु यो सबै कलरमा तपाईँहरूले फोटो पनि एभाइलेबल गर्न सक्नुहुन्छ अथवा फिजिकल्ली फाइल पनि दिन सक्नुहुन्छ। जस्तै कि अब ब्लु प्रिन्ट रहेको छ। ब्लु प्रिन्ट चाहिँ मैले भनिहालेँ तपाईँहरूले अगाडि नै भनेको थियो 15 दिनसम्म भित्रमा निकालिएको ब्लु प्रिन्ट छ भने चाहिँ बेस्ट हुनेछ। र होइन अब त्यो भन्दा नि पुरानो छ भने चाहिँ 3 महिना छ भन्दा पछाडिको चाहिँ तपाईँ खासै उपयुक्त मानिदिन। 3 महिना भन्दा पछाडिको चाहिँ गर्दाखेरि चेन्जेसहरू भइसकेको हुन्छ धेरै कुराहरू। त्यसैले साथीहरू ब्लु प्रिन्ट चाहिँ सकभर तपाईँले रिसेन्टली 15 दिनभित्रमा निकालेको चाहिँ ब्लु प्रिन्ट चाहिँ प्रोभाइड गरिदिनु पर्ने हुन्छ। यसै गरी अब जसको नाममा लाल पूर्जा रहेको छ उहाँहरूको आफ्नो 1 कपी अथवा 2 कपी जति पिपी साइज फोटो प्रोभाइड गरिदिनु सक्नुहुन्छ। यो चाहिँ फिजिकल चाहिन्छ अथवा स्क्यान पनि उहाँहरूले लिनुहुन्छ। तर बेस्ट चाहिँ फिजिकलै प्रोभाइड गरिदिँदाखेरि राम्रो हुन्छ। अब त्यसपछि रह्यो अर्को कुरा अमिनको मेजरमेन्ट। र अमिनको मेजरमेन्ट प्रोभाइड गर्दाखेरि चाहिँ तपाईँहरूले अमिनको नाम र नम्बर पनि तपाईँहरूले छोडिदिनु पर्ने हुन्छ। तपाईँहरूले जब अमिनको नापो लिनुहुन्छ त्यो बेलामा तपाईँहरूले त्यही नापोको तलपट्टि अथवा माथिपट्टि साइडमा कतै लेखिदिएको हुन्छ। अमिनको नापोमा अहिले मैले भन्न बिर्सेको छु तर भनेर देखाएको पनि हुनुपर्ने छ। किन भन्दा नर्थलाई हामीले रेफरेन्स लिएर अनि हामीले ड्रइङहरू गरिन्छ। त्यसैले अमिनले मेजर गर्दा पनि नर्थ कतापट्टि फर्किएको छ त्यो चाहिँ तपाईँहरूले डिरेक्सन देखाएको हुनुपर्ने छ अमिन। यति कुरा रहेको छ। त्यसै गरी तपाईँहरू आफ्नो टोल कहाँ पर्छ तपाईँहरू अहिले रिसेन्टली बसिराख्नु भएको तपाईँहरूको जग्गाको ठ्याक्कै तपाईँहरूको जग्गा कहाँ कुन ठाउँमा रहेको छ कस्तो टोलमा रहेको छ र तपाईँहरूको चौकीमै जोडिएको बाटो छ भने बाटोको नाम के रहेको छ यो नि प्रोभाइड गर्नुपर्ने हुन्छ। यसपछि अर्को कुरा भनेको साथीहरू 7 सदियाहरूको विवरण। यो भनेको चाहिँ तपाईँहरूले जग्गा जहाँनिर रहेको छ त्यसमा तपाईँहरू बाटो बाहेक बाटो कुन साइडमा छ भनेर जस्तै कि नर्थ साउथ इस्ट वेस्ट भनेर लेखेको छ होइन। यसमा सधैँ छ तपाईँहरूले यसमा चाहिँ जस्तै कि 7 सदियाहरूको विवरण दिँदाखेरि चाहिँ जस्तै कि बाटो कुन दक्षिणमा छ भने बाटो दक्षिणमा भनेर यहाँनिर प्रोभाइड गरिदिन सक्नुहुन्छ अथवा एउटा लिस्टमा सर र कपीमा लेखेर त्यो पनि तपाईँहरूले प्रोभाइड गरिदिन सक्नुहुन्छ। त्यसमा चाहिँ तपाईँहरू तीनतिर अब 7 सदिया तपाईँहरूले भेटाउनु भएन भने तपाईँहरू डाइरेक्ट आफ्नो लाल पूर्जा लिएर जानुहोस् सरकारी अफिसमा गएर मेरो जग्गा भन्दा वरिपरि रहेका सबै जग्गाहरू धनीको नाम मलाई आवश्यकता परेको छ मलाई प्रोभाइड गरिदिनु होला भनेर भन्नुभयो भने तपाईँहरूलाई तपाईँको किता नम्बर भन्दा वरिपरि रहेका सबै किता नम्बरको विवरण चाहिँ तपाईँहरूलाई दिनुहुन्छ। जस्तै कि जग्गा धनीको नाम र तपाईँहरूलाई जग्गाको किता नम्बर भनेर प्रोभाइड गरिदिनुहुन्छ। यो तपाईँहरूले ल्याएर कन्सल्टेन्सीलाई प्रोभाइड गरिदिनु पर्ने हुन्छ अथवा जो तपाईँहरूले इन्जिनियरलाई चाहिँ तपाईँहरू नक्सा पासको लागि दिनुभएको छ त्यो व्यक्तिलाई चाहिँ यो प्रोभाइड गर्नुपर्ने हुन्छ। र यसपछि रहेको कुरा छ जिपिएस। अब जिपिएस लोकेसन चाहिँ साथीहरू सबै ठाउँमा अनिवार्य पनि हुनसक्छ र अनिवार्य नहुन पनि सक्छ। यो चाहिँ अब तपाईँहरूले ज मार्फत चाहिँ तपाईँहरू नक्सा पासको लागि प्रक्रिया बढाउनु भएको छ उहाँहरूलाई नि एकचोटि फिल्ड भिजिट गराउनुहोस्। आफ्नो फिल्ड कहाँनिर रहेको छ कस्तो ठाउँमा रहेको छ कुन ठाउँमा रहेको छ भने एकचोटि सधैँ फिल्ड भिजिट गराउँदा चाहिँ बेस्ट हुनेछ। जब उहाँहरूले फिल्ड भिजिट गर्नको लागि कन्सल्टेन्सीको मान्छे आउनुभयो भने उहाँहरू आफैले यो जिपिएस लोकेसनहरू लिनुहुन्छ र तपाईँहरूको जग्गाको फोटोहरू लिनुहुन्छ कस्तो ठाउँमा रहेको छ अनि त्यहाँको लोकेसनको बारेमा लिनुहुन्छ। जस्तै टोल मार्गको बारेमा पनि त्यहाँनिर तपाईँहरू उहाँहरू आफैले पनि लिन सक्नुहुन्छ अथवा तपाईँ आफैले पनि प्रोभाइड गरिदिन सक्नुहुन्छ। यसपछि रहेको कुरो तिरो। अब तिरो चाहिँ तपाईँहरूले अरू नै व्यक्तिको नाममा थियो लाल पूर्जा र तपाईँहरूले रिसेन्टली पास गर्नुभएको छ र पहिलाको जग्गा धनीको ले चाहिँ तपाईँहरूको तिरो तिरिसकेको छ र अब चाहिँ मैले चाहिँ नक्सा मेरो आफ्नो नाममा लाल पूर्जा पास गरेँ भने मैले तिरो तिरेको छैन भने चाहिँ पहिलाको जग्गा धनीले तिरेको तिरो चाहिँ काम लाग्ने छैन। त्यसैले तपाईँहरूले भर्खरै लाल पूर्जा पास गर्नुभएको छ भने फेरि एउटा तिरो तिर्नु पर्ने हुन्छ। त्यो तिरो तिर्नुहोस् र तिरो तिर्नको लागि केही गर्नु पर्दैन साथीहरू तपाईँको लाल पूर्जाको फोटोकपी लगेपछि तिरो तिर्न मिलिहाल्छ र तिरो तिरिदिएपछि त्यो तिरो तिरेको तपाईँहरूले फोटोकपी प्रोभाइड गर्दा नि हुन्छ र त्यसको फोटो प्रोभाइड गर्दा नि हुन्छ। कलरमै गरिदिनु भने बेस्ट हुनेछ। र यसपछि तपाईँहरूलाई रहेको छ 4 किल्लाको विवरण। अब यो चाहिँ तपाईँले के कस्तो अवस्थामा चाहिँ आवश्यकता पर्छ भने जस्तै कि 4 किल्लाको विवरण चाहिँ तपाईँहरू यदि तपाईँको फिल्डमा चाहिँ बाटो देखिएको छ ब्लु प्रिन्टमा चाहिँ बाटो देखिएको छैन अलिकति कन्फ्युजन टाइपको छ भने चाहिँ तपाईँले 4 किल्लाको विवरण पनि लिनुपर्ने हुन्छ र एउटा बाटो सिफारिस पनि आवश्यकता पर्न सक्छ। त्यसैले त्यो चाहिँ वडा मार्फत बाटो सिफारिस पनि लिनुपर्ने हुन्छ। यो चाहिँ तपाईँहरूले अब क्लाइन्ट र कन्सल्टेन्सीको व्यक्तिसँगै गएर लिन सक्नुहुन्छ बाटो सिफारिस र
र यो 4 किल्लाको विवरण पनि तपाईहरु त्यही मार्फत निकाल्न सक्नुहुन्छ। अर्को कुरा प्रोभाइड गर्नुपर्ने भनेको तपाईको फोन नम्बर। तपाईले चाहिँ अब जुन फोन नम्बर चाहिँ तपाईले यहाँ प्रोभाइड गर्नुहुन्छ उहाँ कन्सल्टेन्सी अथवा इन्जिनियरहरुलाई, त्यही फोन नम्बरमा चाहिँ तपाईले जब दर्ता प्रक्रिया कम्प्लिट हुन्छ, दर्ता भइसक्छ तपाईको फाइल, त्यसमै चाहिँ अथवा तपाईको जीमेल नम्बर जुन जीमेल आइडी जुन छोड्दिनुहुन्छ त्यही नै दुईटामा चाहिँ तपाईहरुलाई मेल आउनेछ अथवा फोन नम्बरमा मेसेज आउनेछ, तपाईको फाइल चाहिँ दर्ता भएको छ यो नगरपालिकाबाट भनेर टक्क एउटा मेसेज आउनेछ र यहाँनिर देख्न सक्नुहुन्छ सिग्नेचर अफ क्लाइन्ट भनेर लेखेको छ। यो कुरा चाहिँ तपाईले किन चाहिन्छ भने त्यहाँनिर अपलोड गर्नुपर्ने हुन्छ यदि अनलाइन सिस्टम छ भने पनि, र यदि फिजिकल छ भने तपाईले एउटा सिग्नेचर अथवा ल्याब लिनुहुन्छ उहाँहरूले। यो कुरा प्रोभाइड गरेपछि तपाईको नक्सा पासको प्रक्रिया अघि बढ्नेछ। र साथीहरु आजको यो भिडियो यति नै, र यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला र यो भिडियो इन्फर्मेटिभ लागेको छ भने सबै साथीहरुलाई शेयर गर्नु होला भन्दै अर्को भिडियोमा भेटौँला भन्दै हस्त नमस्ते।